다들이 잘람털이야. आज यो सञ्जालबाट हेरिरहनुहुने सम्पूर्ण धर्ममित्रहरू सबैलाई मेरो तर्फबाट अनि सुस्वास्थ्यको सबैलाई टसितेले र नमस्कार छ। विशेष गरी यो कागीको महाविद्यालयको अध्ययन कर्मीहरू त्यस्तै गरी अनि खेम्बु अध्ययन कर्मीहरू र सबैलाई विशेष गरी सम्पूर्ण बौद्ध मार्गीहरू नमस्कार। त्यस्तै गरी यो अनि सन् 2022 को नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना साथै सुस्वास्थ्यको कामना। त्यस्तै गरी आफ्नो मनको मनोकांक्षा मनको कुराहरू सबै मनोकांक्षाहरू सिद्ध हुने प्रार्थना गर्दछु। यसपालि यो हिउँदे शिक्षा चाहिँ यो कोभिड-19 ले गर्दाखेरि बुद्ध गयामा हामीले यसपालि हामीले सुरुवात गर्न सकेनौँ, तर पनि महाबौद्ध विहारमा अनि आफ्नै परिकारले अनि जुन अध्ययन गर्नुहुने सेरामा महाविद्यालयमा यसमा चाहिँ निरन्तर उहाँले गरिरहनु भएको छ। मेरो तर्फबाट बताउनु पर्दाखेरि अनि यसरी यो सञ्जालबाट यसरी केही प्रवचनहरू दियो भने अत्यन्त राम्रो हुने थियो भने अरूहरूले अनुरोध गरेको बापत अनि यसरी मैले सञ्जालमा मैले केही वचन राखेँ र यही सञ्जालबाट म बताउने प्रयास गर्नेछु। यो प्रवचन चाहिँ विशेष गरी सेरा अर्थात् महाविद्यालयको लागि र अध्ययनको लागि अभ्यासको लागि अनि त्यो भित्र पनि विशेष गरी बौद्ध दर्शनको विषयमा अत्यन्त राम्रो हुनेछ भन्ने अनि मलाई यसरी मनमा जाग्यो। त्यसै कारणले यो हिउँदी शिक्षामा चाहिँ म बौद्ध दर्शन बारेमा सिद्धान्त बारेमा म बताउने छु। तपाईहरु सबैलाई थाहा भएकै कुरा हो र बौद्ध धर्ममा बौद्ध सम्प्रदायमा अनि वैवशिक स्वतन्त्रिक त्यसै गरी विज्ञानवाद माध्यमिक गैरकारको बौद्ध दर्शन अर्थात् बौद्ध सिद्धान्त रहेको छ। त्यो भित्रमा पनि यो वैवशिकको दर्शनको विषयमा कुरा गर्नु पर्दाखेरि अनि वैवशिक दर्शन बारेमा बताउनु पर्दाखेरि त्यो प्रायसोलाई थाहा भएको कुरा हो, यो थेरावादमा आइन्छ। त्यस्तै गरी यो स्वतन्त्रिकाको दर्शनको बारेमा बताउनु पर्दाखेरि यो चाहिँ अनि अलिकता यसको दर्शन चाहिँ गहन त भएकोले अलिकता कठिनाइ नै छ बताउनुको लागि। अनि यो स्वतन्त्रिकको सिद्धान्त चाहिँ अनि ठाउँ ठाउँमा अनि थोरै भएकोले अनि धेरै विशाल रूपमा यो फैलिएको छैन। तर पनि यो माध्यमिकको सिद्धान्तको बारेमा कुरा गर्नु पर्दाखेरि अनि विभिन्न बौद्ध गुरुहरू पनि यो माध्यमिकको दर्शनको बारेमा चाहिँ म हुँ त्यो हुँ भनेर विभिन्न धेरै गुरुहरू पाल्नु भएर यसको व्याख्या गर्नुभएको छ। अनि यो बौद्ध दर्शनको माथिल्लो तहको यो विषयमा चाहिँ सबैलाई थाहा भएकोले सबैलाई थाहा छ त्यसको विषयमा म भन्नु जरुरी छैन। तर पनि यो अहिले मैले भन्नु गइरहेको चाहिँ विज्ञानवादको विषयमा भन्नु गइरहेको छु। त्यस्तै गरी यो भारतमा
विज्ञानवादको दर्शनहरू त्यति स्पष्ट रूपमा अनि स्पष्ट भएको छैन। त्यही कारणले यो मध्यमिकाको दर्शन हेरेर अनि तलमाथि यसरी मिलाएको देखिन्छ। त्यसै कारणले अनि यो विज्ञानवादको दर्शन चाहिँ तलमाथि गरेर मिलाएको हुँदाखेरि त्यही कारणले हामीले चाहिँ विज्ञानवादको दर्शन चाहिँ कुन चाहिँ हो भन्ने हामीले थाहा हुनुपर्ने अत्यन्तै आवश्यक छ। त्यसलाई हामीले अनुसन्धान गर्नुपर्ने आफ्नै यो स्रोत आफ्नै मूल चाहिँ अलिकता विज्ञानवादको स्रोत चाहिँ अलिकता गहन तर धेरै नै थोरै भएकोले त्यसलाई बुझ्नु जरुरी छ र त्यसको हामीले एउटा सीमा जुन साँच यहाँदेखि यो हो भन्ने चाहिँ अलिकता गाह्रो र अलिकता समस्या भएको हुँदाखेरि र यसलाई अनुसन्धान गर्ने त्यसै गरी जाँच गर्ने गुरुहरू धेरै छ। तर पनि यसको विषयमा हामीले अझै पनि अलिकता अन्धकारै छ यसमा चाहिँ र निकै नै यसमा भर्नुपर्ने खलीपन धेरै भएको हुँदाखेरि त्यसको विषयमा चाहिँ म बताउन गइरहेको छु र मेरो आफै व्यक्तित्व कुरा गर्दा बताउनु पर्दाखेरि अनि यो भोट भाषामा अनि यो विज्ञानवादको दर्शन चाहिँ अनि एक किसिमको भोट भाषामा छ। तर पनि त्यो अर्को यो चीन भाषामा भएको हुँदाखेरि म आफैले त्यसमा अलिकति अध्ययन गरेकोले यसमा बताउनु पर्दाखेरि अलिकता सजिलो जस्तो मलाई अलिकता लागेको छ। मैले सानैदेखि चीन भाषा चाहिँ पहिलो क्रमदेखि यो 6 वर्षसम्म मैले अध्ययन गरेँ अनि भारत आइसकेपछि मैले चाइनिज भाषा अर्थात् यो चीन भाषा त्यति सिक्नु पाएन र यो क्रम 1 वर्षदेखि लिएर 6 वर्षको क्रमसम्म पढ्ने क्रममा त्यहाँसम्म मात्रै मैले अध्ययन गर्ने एउटा मौका पाएँ। त्योभन्दा माथि मैले पढ्नु पाइनँ। तर पनि म सानैदेखि यो चीन भाषामा चाहिँ अत्यन्तै आशा र यसमा चासो राख्ने भएकोले अनि त्यसमा अनि आफूले नै अध्ययन गर्दाखेरि चीन भाषामा चाहिँ अनि बुद्धको यो वचनहरू अनि स्पष्ट रूपमा मैले अनि बोल्नु सक्ने मलाई सहायता र क्षमता मलाई त्यहाँदेखि पायो। जुन चाइनिज भाषा बोल्नु सक्ने ऊर्जा मलाई त्यहाँदेखि उदय भयो। मलाई म सानो हुँदाखेरि मलाई चीन भाषा सिकाउने गुरुहरू धेरै हुनुहुन्थ्यो। प्रायः उहाँ गुरुहरूको मैले नाम त्यति याद छैन। त्यही कारणले कसैको नाम निकाल्दा कसैको नाम ननिकाल्दा राम्रो नहोला। अनि मेरो गुरु प्रायः भोट गुरु छ। त्यो भन्दा नि एकजना चिनी गुरु चिनिया गुरु हुनुहुन्छ अनि उहाँको उमेर अत्यन्तै धेरै उमेर कटेको हुँदाखेरि सायद उहाँ हुनुहुन्न जस्तो लाग्छ। मैले त्यति चाइनिज भाषा सिक्नु पनि पाइनँ र कुनै कुनै मेरो छेउमा हुने मेरो साथीहरूले अनि भोट भाषा सिक्नु सक्दैन अनि त्यति गाह्रो छ भन्ने अनि सल्लाह पनि दिनुभएको थियो। आफू एक किसिमको अलिकति अल्छी भएकोले र अनि छेउछेउको मान्छेले पनि अनि यो भोट चीन भाषामा अलिकता विभिन्न कुरा भएकोले मैले अनि त्यति राम्रो सिक्नु पाइनँ। त्यही कारणले मलाई कहिलेकाहीँ पछुताउनु लाग्छ मैले। र मैले यति बोल्नु सकेको जानेको चाहिँ यो चीन भाषा बोल्न सकेको चाहिँ मेरो गुरुको कृपाले गर्दाखेरि म आज यतिसम्म आएको छ। त्यही कारणले मेरो चीन भाषा सिकाउने गुरुहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद
थुक्चेछे भन्न चाहन्छु। यसमा चीन भाषा मैले अलिकति अध्ययन गरेको भएकोले मेरो छेउछेउमा भएको विभिन्न पूर्व पश्चिम दिशाको यो विद्वानहरूसँग अलिकता अनि चीन भाषामा अलिकता छलफल गर्ने र त्यसमा आफूले त्यसको विषयमा मैले अध्ययन गर्नु पाएको हुँदाखेरि त्यसमा अलिकता अनि यो सुनवाई चिन्तन अलिकता फरकिलो भएको छ। त्यही कारणले गर्दा यो विज्ञानवादको विषयमा चाहिँ हामीले अनि अहिलेको यो हाल स्थितिमा हामीले अनुसन्धान गर्नुपर्ने, विद्वानहरूसँग बसेर यसको अनुसन्धान र यसमा जाँच गर्यो भने अनि आफूलाई ज्ञान मिल्न सक्ने। त्यही कारणले अहिले मैले यो विभिन्न गुरुहरूसँग अनुसन्धान गरेको मार्फत अनि यो आफूले बताउने मौका पाएको चाहिँ विभिन्न गुरुहरूसँग मैले एउटा यसको विषयमा छलफल गरेको हुँदाखेरि त्यसको विषयमा बताउने जमर्को राख्नेछु। समग्र बौद्ध धर्ममा 4 प्रकारको दर्शन, बौद्ध दर्शन 4वटा रहेको छ। त्यो भित्रमा पनि आज म विज्ञानवादको विषयमा बताउन गइरहेको छु। बौद्ध समग्रमा चाहिँ महायान र हिनायान अर्थात् थेरावाद 2 प्रकारको रहेको छ। नभई बोधिसत्व र सर्वकायान भने यसरी छुट्याएको छ। थेरावाद भित्र चाहिँ 2 प्रकारको दर्शन रहेको छ। त्यो के हो त भन्दाखेरि वैवस्विक अनि सौतन्त्रिक रहेको छ। त्यही कारणले गर्दाखेरि महायानमा प्रवेश गर्नको लागि चाहिँ सौतन्त्रिक विज्ञानवादको दर्शन र अनि मध्यमिकको दर्शन चाहिँ नहुने भएको छ। अनि यो नरेलडामा घटेको कुराहरू हुँदाखेरि यो चन्द्राकृति बाहेक अरू सबै आचार्यहरू चाहिँ यो विज्ञानवादको आचार्य हुनुभएको। अनि चन्द्राकृति चाहिँ मध्यमको आचार्य हुनुभएको थियो यसरी प्रख्यात पनि छ। त्यही कारणले गर्दाखेरि यो विज्ञानवादको दर्शनमा अनि अहिले यो सञ्जाल अलिकता रोकिनु गएको छ, आवाज आएन। हेलो, त्यति क्लियरिटी आएको छैन। विज्ञानवादको दर्शन पछि यो विभिन्न यो प्राज्ञा पारमिताको सूत्रहरू फैलिएको थियो। अनि यो प्राज्ञा पारमिताको सूत्र पछि फैलिएर गएको थियो। यसको अनि यो आचार्यको बारेमा कुरा गर्दाखेरि आर्य नागार्जुन चाहिँ पहिला पाल्नु भएको थियो भने अनि यो आर्य आसङ्गति पछि उहाँ पाल्नु भएको थियो। त्यही कारणले गर्दाखेरि यो मध्यमिका भन्दा पनि यो विज्ञानवादको दर्शन चाहिँ पछि उत्पन्न भएको थियो। त्यही कारणले गर्दाखेरि अनि यो आर्य आसङ्गले चाहिँ यो बौद्ध दर्शनमा पनि यो मध्यमिकाको दर्शन अलिकता स्पष्ट नभएको कारणले गर्दाखेरि चित्त नबुझेको कारणले गर्दाखेरि यो वैवस गुरु र त्यसै गरी यो आर्य चन्द्रकृतिले चाहिँ यो विभिन्न यो प्राज्ञा पारमिताको विषयमा सूत्रहरूमा उहाँले धेरै व्याख्या पनि गर्नुभएको थियो। यो चन्द्रकृति र यो त्यस्तै गरी विभिन्न आचार्य गुरुहरूले चाहिँ
मध्यमिकामा पनि दुई प्रकारको हुँदाखेरि त्यसमा विभिन्न यो मिलेको छैन त्यो मिलेको छैन भन्ने यसरी बताउने क्रममा विज्ञानवादलाई चाहिँ धेरै नै यस्तो उहाँले यो मिलेको छैन भने त्यसको विषयमा बताउनु भएको थियो। त्यो कारणले गर्दाखेरि यो बौद्ध दर्शनले गर्दाखेरि हिन्दू सम्प्रदायको दर्शन भयो, त्यस्तै गरी विभिन्न यो हिन्दूमा रहेको आफ्नो सम्प्रदाय दर्शन छ त्यसमा पनि धेरै नै प्रभाव परेको थियो र विभिन्न यसमा भन्ने आफ्नो भनाइहरू राखिएको थियो दर्शनको विषयमा। यसमा यो मध्यमिकामा पनि सौतान्त्रिक मध्यमिका र अर्को चाहिँ हामीले थल्ग्युपा भनिन्छ। यस्तो दुई प्रकारको राङ्ग्युपा र थल्ग्युपा भन्ने दुई प्रकारको सिद्धान्तहरू छ, दर्शन दुई प्रकारको मध्यमिका रहेको छ। आचार्य चन्द्रकीर्तिले वैवस्विकलाई अनि यो चन्द्रकीर्ति आचार्यले यो लेग्देन्जी गुरुलाई चाहिँ विभिन्न यसको विषयमा उहाँले बताउनु भएको थियो कि विभिन्न यो अलिकति मिलेको छैन, यसमा तलमाथि भएको छ भने यसरी उहाँ बिचमा यो दर्शनमा यसरी हुनु पुगेको थियो, खैला बैला हुनु पुगेको थियो। तर पनि यो चाहिँ एक किसिमको चाहिँ के हो त भन्दाखेरि अनि यो लेग्देन्जी गुरु चाहिँ एक किसिमको दिगनागाको चेला थियो र यसमा विभिन्न चोपाहरू पनि छ। यसमा त्यसै कारणले गर्दाखेरि यो हामीले थङ्ग्युपा भन्ने एउटा दर्शन चाहिँ यो अनि विज्ञानवादसँग धेरै नै नजिकको सम्बन्ध नाता भएको छ। यो व्यवहारमा चाहिँ यो मध्यमिका थङ्ग्युपाले चाहिँ विज्ञानवादको व्यवहार जस्तै लाने तर आन्तरिक दर्शनमा चाहिँ अनि मध्यमिकको जस्तै जाने भने यसरी बताएको थियो। त्यही कारणले यो थङ्ग्युपा यो दर्शनलाई चाहिँ विज्ञानवादको अत्यन्तै अनि दर्शनहरू व्यवहारमा धेरै नै मिल्नु पुगेको छ। यो महायानको सूत्रमा पनि सूत्रतन्त्रमा पनि यो विभिन्न मध्यम चक्रको विषयमा मध्यम चक्रको सूत्रमा धेरै रहेको छ, त्यसको विषयमा बताउनु भएको। विशेष गरी यो फलपोछे भने त्यस्तै गरी विभिन्न यो सूत्रहरूमा चाहिँ अनि यसको मुख्य स्रोतहरू यो विज्ञानवादको मुख्य स्रोतको दर्शनको स्रोतहरू चाहिँ मध्यम चक्रको सूत्रहरूमा यसरी बताउनु भएको छ। यो फलपोछे भन्ने सूत्रभित्र हामीले राम्रोसँग यसलाई अनि अनुभव अर्थात् हामीले धेरै राम्रोसँग अध्ययन गर्दाखेरि हामीले मध्यमिकको दर्शन बुझ्नको लागि विज्ञानवादको दर्शन जान्नु अत्यन्तै जरुरी छ भन्ने मलाई लाग्छ। त्यस्तै गरी त्यही कारणले गर्दाखेरि हाम्रो अन्तिम अर्थात् सत्यता यो दर्शन चाहिँ वज्रयानभित्र हामीले मध्यमिका भन्दछौँ, तर पनि त्यो जान्नको लागि हामीले मध्यमिकाको अर्थात् यो माफ गर्नु होला
विज्ञानवादको दर्शनलाई अत्यन्तै जान्नु जरुरी छ। त्यो विज्ञानवाद भित्रको दर्शनमा चाहिँ अनि सबै यो मनको देखावट अर्थात् मनको यो एउटा दृष्टि भएकोले त्यस्तो चाहिँ यो विज्ञानवादको दर्शनमा बताएको छ। त्यही कारणले यो विज्ञानवाद दर्शन चाहिँ हामीले अध्ययन गर्यो भने सूत्र र यो अनि तन्त्र पनि हामीले बुझ्न सक्ने यहीदेखि हामीले मिल्दछ। त्यही कारणले विभिन्न यहाँ यो नालन्दामा हुने विद्वानहरूले प्राय जसो अनि धेरै नै यो विज्ञानवादको दर्शन सम्बन्धी अध्ययन गर्नुहुने गुरुहरू धेरै नै पाल्नु भएको थियो। त्यसै कारणले यो धर्मको पक्षबाट बोल्नु पर्दाखेरि अनि यो विज्ञानवादको विशेष गरी विज्ञानवादको दर्शनले हामीले बुझ्नुपर्ने, अध्ययन गर्नुपर्ने, अभ्यास गर्नुपर्ने अत्यन्त महत्त्वपूर्ण देख्दछु। हामीले यो साधारण भौतिक कुरामा पनि र आध्यात्मिक कुरामा पनि हामीले यो विज्ञानवादको दर्शनलाई हामीले अध्ययन गर्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण म देख्दछु। पहिला यो युरोपमा चाहिँ रिग्जे क्याथर भन्ने एउटा किसिमको समय यस्तो समयमा त्यस्तो समय देखि परेको थियो। त्यो समयमा चाहिँ त्यसमा चाहिँ पहिला बीचको एउटा शताब्दी त्यसमा चाहिँ यो अनि संसारिक दर्शन अर्थात् संसारको मार्ग भन्ने अत्यन्त त्यसमा महत्त्वपूर्ण र चासो राखेको थियो। त्यो समयमा चाहिँ भगवान चाहिँ हाम्रो मोक्ष हो भन्ने यस्तो दर्शन थियो। त्यसलाई चाहिँ अनि त्याग गरेर अनि त्यो रिक्सेमा हो भने त्यो युरोपमा निस्किएको अनि गुरु अध्ययन कर्मीहरूले यसरी अनि अध्ययन गर्ने क्रममा चाहिँ पछि यो हाम्रो मोक्ष मुक्ति चाहिँ भगवान होइन रहेछ भनेर यसरी पछि अनि विज्ञानको विषयमा पनि यसरी चर्चा भएको थियो। त्यही कारणले अनि मान्छेको स्वभाव र मान्छेको स्वभावलाई कसरी हामीले नियन्त्रण गर्न सक्छ, मान्छेको यो मनोबल र मान्छेको स्वभावता चाहिँ एकदम यसरी त्यसको विषयमा धेरै नै उहाँहरूले अनुसन्धान गर्नुभएको थियो। त्यसपछि दर्शनमा के आयो त भन्दाखेरि अनि मनको स्वभावताको दर्शनमा एकदम प्रख्यात पनि भएको थियो। त्यसमा समस्याहरू के आएको थियो त भन्दाखेरि मनको स्वभावै सत्यता हो र यसलाई हामीले नियन्त्रण गर्न सक्छ भन्ने यसरी यो बोल्ने क्रममा चाहिँ विभिन्न यो प्राणीहरू त्यस्तै गरी यो वातावरणहरूलाई अलिकता समस्या देखा परेको थियो। 세리디 야기야다 아니 지 쿠올리아 휴지기 가서지 돌겸 첨부로 제비면서 디균세 되니 어디 봐. त्यही कारणले गर्दाखेरि यो विज्ञानवादको दर्शन चाहिँ अनि बाहिरी भौतिक प्राकृतिकहरू र मनको ज्ञान चाहिँ छुट्याउँदैन। यसले एकै नाता छ गर्दछ। किन त भन्दाखेरि बाहिरी देखिने सबै प्राकृतिक कुराहरू यो भौतिक कुराहरू सबै मनको दर्शन हो र मनको दृश्य हो भन्ने यसरी मनसँग सम्बन्ध भएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि यो अत्यन्तै सम्बन्ध नजिक छ। र यो चाहिँ एउटा बाख्राको सिङ जस्तो दुईटा सिङ जस्तो एउटा नभए एउटा अलिकता नसुने जस्तो यो विज्ञानवादको दर्शन चाहिँ अत्यन्त लाभदायी
आध्यात्मिकसँग पनि जोड्नु सक्ने, भौतिकसँग नि जोड्नु सक्ने अत्यन्तै अनि धेरै नै नाता नजिक भएको बुझ्दछ। र त्यही कारण यो गुरुहरूले, यो विज्ञानवादको गुरुहरूले चाहिँ अनि बाहिर यो भनौँ न देखिने, भनौँ न यो सबै संसार एउटा भगवानको उपहार हो भने यो फैलाउने दार्शनिक गुरुहरू चाहिँ अहिलेको त्यति व्यर्थ नै हो भने अनि यसरी यो विज्ञानवादको दर्शन गुरुहरूले चाहिँ अब बताउनुहुन्छ। त्यही कारणले गर्दाखेरि आजभोलि चाहिँ हाल चाहिँ सानैदेखि यो वैज्ञानिकको अनि वैज्ञानिकले बताएको बाटोमा मार्गमा हिँड्ने धेरै छन् र आफ्नो प्रत्यक्ष रूपमा जे देख्यो त्यसैलाई नै अनि आफूले विश्वास गर्ने, आफूले प्रत्यक्ष रूपमा नदेखेको कुराहरू चाहिँ आफूले स्वीकार नगर्ने, समर्थन नगर्ने, त्यो अहिले धेरै नै अब फैलावट भएको हुँदाखेरि त्यही कारणले यो विज्ञानवादको दर्शनलाई बुझ्नुको लागि त्यो भित्रमा पनि यो विज्ञानवादमा चाहिँ विज्ञानवादको दर्शनलाई अध्ययन गर्ने, अभ्यास गर्ने एकदम कमी नै छ। त्यही कारणले यो झन् विज्ञानवादको दर्शनलाई भित्रीबाट हेर्ने हो भने विश्वास गर्ने, त्यसलाई समर्थन गर्ने झन् कमी नै छ। किनकि सबै यो बाहिरी भौतिक, यो संसारमा हाल अहिले भौतिक सम्पत्तिमा मात्रै मन जाने, त्यसमा मात्रै यो चासो गर्ने र भित्री आध्यात्मिक नगर्ने। त्यही कारणले अहिले यो सबै बाहिर मात्रै ध्यान दिने अनि यो भौतिक कुरामा मात्रै चासो गर्ने हुँदाखेरि त्यही कारणले यो अहिलेको हाल भौतिकमा मात्रै जाँच गर्ने, अनुसन्धान गर्ने हुँदाखेरि अनि बाहिरी प्रत्यक्ष रूपमा देख्ने कुराहरूमा चाहिँ सन्देह नगर्ने, सन्देह हुने कम, शङ्का गर्ने कमी नै छ। तर पनि आध्यात्मिकमा चाहिँ सन्देह गर्ने यो हो कि होइन भन्ने चाहिँ कमी नै भएको छ। त्यही कारणले गर्दाखेरि विज्ञानवादको दर्शन चाहिँ एउटा सत्यता के हो, मनको भावना के हो भन्ने बुझ्नुको लागि अत्यन्तै यो एउटा दैलो भएको, अत्यन्त भएको हुँदाखेरि यो अत्यन्त आवश्यकता देख्दछु। त्यसै कारणले अहिले एउटा धर्मको मार्गबाट बोल्नु पर्दाखेरि अहिले यो 5 किसिमको कलियुगले यो छुएको छ र अहिले यो समाजमा चाहिँ अहिलेको यो हाल कलियुगमा चाहिँ हामीले यो विज्ञानवादको दर्शनलाई अध्ययन गर्नु अत्यन्तै जरुरी छ। यो अध्ययन गरे भने आफ्नो बोल्ने कला, सिक्ने कला, आध्यात्मिक शिक्षा चाहिँ अनि कथनिक कहानीलाई एकदम सहायता मिल्ने, एकदम सहयोग मिल्ने, हाम्रो सोचलाई र हाम्रो संज्ञालाई हामीले बदल्नु सक्ने। त्यस्तै गरी हामीले यो संसारलाई हामीले स्वर्गमय वस्तु बनाउन सक्ने, समाजलाई हामीले समाजलाई बदल्न सक्ने, मान्छेको सार तत्त्व त्यसलाई बुझाउन सक्ने र विभिन्न समस्यालाई हामी सुल्झाउन सक्ने, विभिन्न हामीले सङ्कटहरू हटाउन सक्ने। यो हाल यो 21औं शताब्दीमा हामीले यो विज्ञानवादको दर्शनलाई अध्ययन गर्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण देख्दछु। त्यही कारणले गर्दाखेरि तर पनि हामीले के विचार गर्नुपर्छ त भन्दाखेरि अहिलेको हाम्रो यो समय चाहिँ एउटा मिसिनको, यन्त्रको जमाना हो। भविष्यमा मान्छेले काम गर्नु नपर्ने, मिसिन यो यन्त्रले मात्रै काम गर्नु पर्ने र त्यस्तो आउनेवाला छ भनेर भन्दैछ।
त्यही कारणले गर्दाखेरि यो विभिन्न सञ्जालले गर्दाखेरि हामीलाई थाहा हुँदछ त्यही कारणले गर्दाखेरि एउटा उदाहरण राख्नु पर्दाखेरि हामीले एउटा चुलोमा तातो पानी उमाल्यो भने त्यो एकदम तातो पानी उम्लेर धेरै त्यसलाई अब शान्त रहने ठाउँ समय हुँदैन त्यस्तै किसिमको हामी पनि अहिले यो यन्त्र मिसिनले गर्दाखेरि हामीले अलिकता पनि फुर्सद नहुने उम्ले सबै व्यस्त भएको त्यस्तो समयमा हामी आइपुगेको छौँ त्यस्तो समयमा हामीलाई कस्तो अनुभव भएको छ त भन्दाखेरि फिलिङ छ त भन्दाखेरि अनि मन अशान्त त्यस्तै गरी कुनै आफूलाई समय फुर्सद त्यति नहुने त्यस्तो भइरहेको छ फेरि एउटा उदाहरण राख्दा गर्दाखेरि हामी अहिले कस्तो एउटा मानव कहिले हामी कसरी अहिले हामी जिइरहेको छ त भन्दाखेरि जुन हामीले एउटा गुडिया भन्छौँ नि जुन माथि डोरी झुन्डाको जुन त्यसलाई एउटा फ्रिडम छैन त्यसलाई स्वतन्त्र छैन माथिबाट जस्तो धागो चलाए मुनि त्यस्तै हात खुट्टा चलाउने त्यस्तो गुडिया जस्तै हामी अहिले यो तन्त्र अर्थात् यो यन्त्र अर्थात् मिसिनले गर्दाखेरि हामी त्यस्तै एउटा स्वतन्त्र नभएको त्यस्तो भइरहेको छ हामी बाहिरी भौतिक कुराले हामी स्वतन्त्रै पाएको छैनौँ हामीले एक सोच र त्यस्तै गरी दत्तचित्त भएर आफूलाई भित्र हेर्दैन र बाहिरी दृश्य मात्रै हेरेर अनि विभिन्न यो भनौँ न एक किसिमको रङ्गी बिरङ्गी कुराहरू मात्रै हेरेर मान्छेको कुराहरूलाई मान्छेको पछि लागेर मान्छेको पुछरमा लागेर हामी त्यस्तो पछि लागेको हुँदाखेरि हामी एकदम समस्यामा परेको छ त्यही कारणले गर्दाखेरि अनि आफ्नो मनोज्ञानलाई शान्तिलाई छाडेर अनि धेरै टाढो जाँदैछौँ त्यो केले भयो त भन्दाखेरि भौतिक कुराहरूमा हामीले धेरै चासो गरेर र आजभन्दा धेरै समय पहिले पहिले भनौँ न प्राचीन समयमा मान्छेहरू पनि थोरै थियो र त्यो बेला अब धेरै कुराहरू मनलाई भुलाउनु कुरा थिएन आफै अब विकास गर्नु सक्थ्यो मनको शान्त त्यो बेला धेरै नै थियो र आफ्नो खुट्टामा आफै उभिनु सक्थ्यो पहिला स्वतन्त्र थियो तर पनि अहिले चाहिँ एक आफू जिउनुको लागि अरूसँग हामीले रहनु पर्ने अरूको पछि लाग्नु पर्ने त्यस्तो एउटा भौतिक धेरै फैलिएको हुँदाखेरि त्यस्तो हामीलाई स्वतन्त्र नहुने समय अहिले देख्दछु र उदाहरणको लागि एउटा के अनि र यो बोर्ड समुद्र रहेको एक किसिमको तिब्बतियनको विषय भन्दाखेरि आफ्नो देश अहिले छाडेर आउँदाखेरि होइन अनि अर्को देशमा हामी बसिरहेको छौँ त्यही कारणले गर्दाखेरि अनि त्यस्तो समयमा आउँदाखेरि अहिले हाम्रो देशको विषयमा बिर्सिने हाम्रो पहिला पुर्खा के थियो भने यसरी ठाउँ के थियो भने बिर्सिँदै आइरहेको हामी देख्न पाउँदछौँ त्यस्तै किसिमको हामी अहिलेको समयमा त्यस्तै अनि के हो त भन्दाखेरि अनि आफ्नो परिवारमा पनि टाढो हुँदै गएको आफन्तमा पनि आफ्नो गुरुवर्गमा पनि सबैमा एक किसिमको टाढो हुँदै हामी एउटा अनुभव आफूलाई यस्तो भइरहेको छ यो कहाँ भइरहेको छु हाल देखिरहेको छु त्यो कहाँदेखि भयो त भन्दाखेरि अहिले यो मनको पीडा ज्यादा मनको मर्क ज्यादा भएर यसरी यो मनको पीडा चाहिँ चिकित्सकले हटाउन सक्ला नसक्ला तर पनि
मनको पीडा मनको दर्द चाहिँ आफूले कसरी हटाउने त्यसलाई कसरी आफूले दूर गर्नु सक्ने त्यसरी कसरी त्यसलाई हल गर्नु सक्ने त्यो आफूले प्रयत्न गर्नुपर्ने आफूले प्रयास गर्नुपर्ने अत्यन्त महत्त्वपूर्ण देख्दछु त्यही कारणले हाल अहिले मान्छेहरूले चाहिँ अनि आफ्नो मनको स्वभाव त के हो मैले के गर्नुपर्छ मनको कुरा मनको घन्टी आफूले नसुनेको कारणले गर्दाखेरि अनि त्यस्तो मान्छे आजभोलि धेरै नै कमी देख्दछु म त्यही कारणले बाहिरी भौतिकमा मात्रै डुल्दा त्यसमा भुलिएर आफूलाई सम्झाउने समय पनि पाएको छैन अहिले त्यही कारणले आफूको आफ्नो मनको कुरा नबुझ्नेहरू धेरै भएको त्यसरी मनको पीडाहरू उत्पन्न हुँदाखेरि अनि अहिले यो त्यसको लागि हल गर्नको लागि समस्यालाई सुल्झाउनको लागि चाहिँ अनि यो विज्ञानवादको दर्शन चाहिँ अत्यन्तै जरुरी महत्त्वपूर्ण यसले गर्दाखेरि विभिन्न मनको पीडाहरू हटाउन सक्ने देख्दछु दर्शन उत्तम देख्दछु यो विज्ञानवादको दर्शनले चाहिँ के बताउँदछ त भन्दाखेरि मनको बल मनको स्वभावता मनको प्रयत्न मनको कारण के हो भने यसरी भित्रीबाट अनुसन्धान त्यसलाई जाँच परीक्षण गरिएको छ भने त्यसै गरी यो विज्ञान भन्ने के हो त र एक आपसमा कसरी यो सम्बन्ध छ त प्रतीत्य सम्बुतपात भनेको एकदेखि अर्कोसम्म कसरी सम्बन्ध रहेको छ भने यसरी एकदम सूक्ष्म रूपले यसमा बताएको हुँदाखेरि अनि कर्म हेतुफल कर्म र यसको कारणको अनि सूक्ष्म रूपमा बताएको हुँदाखेरि यो विज्ञानवादले त्यही कारणले यो मध्यमयुगको दर्शन पनि विज्ञानवाद भन्दा कमी नभएको र विज्ञानवाद भन्दा माथि नै भएको र विज्ञानवाद ल्याउने भएकोले अत्यन्तै यो जरुरी वास्तविकता के हो वास्तविकता के हो भने यो विज्ञानवादको दर्शन ल्याउने हुँदाखेरि वास्तविकतामा अत्यन्तै लाभ हुने र मनको पीडा मनको व्यथालाई हटाउन सक्ने त्यस्तो फाइदा भएको हुँदाखेरि यो विज्ञानवादको दर्शन अत्यन्त महत्त्वपूर्ण देख्दछु यो विज्ञानवादको दर्शन चाहिँ मुख मात्रै नभएर बोलाइ मात्रै नभएर मिठो मात्रै नभएर साँच्चै नै यसले मनको गन्दा मनको फोहोर मनको मर्का मनको चराउने मनको घाउलाई जरैदेखि नै अनि सफा गर्नु सक्ने निर्मूल पार्नु सक्ने धुन्नु सक्ने त्यस्तो बलवान प्रचुर एउटा दबाई मनको ज्ञान भएकोले यो अत्यन्तै महत्त्वपूर्ण अमृतमय दर्शन म देख्दछु त्यसै कारणले गर्दाखेरि विज्ञानवादको दर्शन चाहिँ अनि पूर्व गुरुहरू अनि हामीले पूर्व गुरुहरूले गर्नुभएको यो विज्ञानवादको दर्शन लेखेर मात्रै नराखेर त्यसलाई हामीले अध्ययन गरेर आफ्नो जीवनमा अनि व्यवहारमा अनि उतार्नु पर्ने अत्यन्त आवश्यक देख्दछु त्यसै कारणले अनि यो एक किसिमको प्रचुर दबाईको रूपमा यो विज्ञानवादको दर्शनमा देख्दछु किनकि मनको पीडा मनको रोगलाई हटाउन सक्दछ यसले
신이다 가서 신리도 퉁그레 제 랍도 말아 봐 다이나 디나로 지금 출루 대면 저 제바 진짜 자신의 망부 정한데 요 र यो भित्र पनि विभिन्न शासनको विषयमा अर्थात् बौद्धवादको विषयमा विभिन्न कुराहरू आइरहेको छ यो पनि बताउनु एकदम जरुरी छ किन त भन्दाखेरि अनि यो वैज्ञानिकले मात्रै यो सबै कुराहरू निष्कर्ष निकाल्नु सक्ने त्यसलाई टुङ्ग्याउनु सक्ने गाह्रो नै छ सबै मान्छेको भावनाहरूलाई अनि यो वैज्ञानिकदेखि सुल्झाउन सक्दैन त्यही कारणले यो विभिन्न यो मनो कुरादेखि मनोज्ञानलाई चाहिँ एक किसिमको यो वैज्ञानिकले हल गर्न सक्दैन त्यही कारणले गर्दाखेरि त्यसै कारणले बारम्बार विज्ञानवाद दर्शनले के बताउँछ त भन्दाखेरि अनि मनको ज्ञान मनको बललाई र सबै यो देख्ने धर्महरू सबै अनि मनले देखिएको हो भने यसरी विभिन्न कुराहरू बताउने हुँदाखेरि त्यसले एक किसिमको नयाँ नयाँ ज्ञानहरू हामीले सिक्न सक्ने र त्यसको विभिन्न पीडाहरू हटाउन सक्ने त्यस्तो यो विज्ञानवादको दर्शनमा बताएको हुँदाखेरि अनि बौद्ध दर्शनको एक किसिमको शासनसँग सम्बन्ध भएको अनि यो बौद्ध दर्शनमा रहेको छ हाम्रो जीवनभरिको दुःख समस्याहरू वैज्ञानिकको मार्गबाट सुल्झाउन सक्दैन मनको पीडा वैज्ञानिकको यन्त्रदेखि सुल्झाउन सक्दैन त्यसलाई यो मनोज्ञानै चाहिन्छ त्यही कारणले गर्दाखेरि अनि यो धर्मशासनबाट पनि मनको पीडालाई हटाउन सक्ने वैज्ञानिक बाहेकको मनोज्ञान दर्शाउने विज्ञानवादको दर्शनबाट पनि मनको करोडौं ज्यादा पीडाहरू हटाउन सक्ने भएकोले सबै धर्महरू सबै कुराहरू वैज्ञानिकबाट नै सुल्झाउनु सक्छ भनी यसरी भन्नु सकिँदैन त्यही कारणले अहिलेको यो हाल समयमा अनि मनको ज्ञानलाई सबैले खुसी मान्दछ आनन्द गरी त्यसलाई स्वीकार्ने पनि गर्दछ त्यही कारणले बौद्ध मार्गी नभए तापनि अनि अरू मन सबै मनै हो भन्ने अनि यसको अनुसरण पनि छ यसको पछि लाग्ने दर्शन बनिरहेको छ तर जे भए तापनि बौद्ध मार्गी भइसकेपछि अनि पहिलेको बौद्ध दर्शन अहिलेको बौद्ध दर्शन अनि सबै नै एउटा एक किसिमको मनको ज्ञानलाई मनको ज्ञानलाई बुझाउने एउटा दर्शन भएकोले हामी बौद्ध मार्गी भइसकेपछि यो विज्ञानवादको दर्शनलाई हामीले जान्नु अत्यन्तै जरुरी देख्दछु भारतको कुरा गर्ने हो भने यो विज्ञानवादको दर्शन फैलिसकेपछि यो नालन्दामा यसरी फैल्यो यसको दर्शन फैलिँदाखेरि अनि यो नारोपा गुरुहरू शान्तिपा गुरुहरू सेलिङपा गुरुहरूले अनि विभिन्न यो मध्यमिका र यो विज्ञानवादको दर्शन बताउने क्रममा सम्बन्ध भएको कुराहरू बताउनुहुन्छ उहाँहरूले विभिन्न यो सेलिङपा अनि गुरुहरू धेरै नै विज्ञानवादको दर्शन गुरुहरू हुनुहुँदछ अनि यो भारतको महाविश्वविद्यालयमा चाहिँ विज्ञानवाद र मध्यमिकाको दर्शन चाहिँ युग्नद्ध भएर अर्थात् युग्नद्धको सम्बन्ध भएको बताउने गुरुहरू धेरै नै छ एक आपसमा सम्बन्ध रहेको छ
अनि यो आफ्नो प्राणीको सोच अनुसार विचार अनुसार बुद्धले बताएको अनुसार बुद्धले कस्तो ठाउँमा बताउनु भयो त्यो अनुसार बुद्धको वचनलाई अनि इज्जत गर्दै सत्कार सम्मान गर्दै अनि यसरी यसरी यो अनि ज्ञान र दर्शन अलि मिल्दैन भनेर यसरी यो बताउनु भएको छ किन त भन्दाखेरि अनि किनभने बुद्धले यसरी भगवान गौतम बुद्धले प्राणी अनुसारको सोच अनुसारको प्रवचन दिनु हुँदाखेरि सोच मिल्दैन बेग्लै हुन्छ त्यस्तो किसिमको बुद्धले पनि त्यही बुद्धको वचनलाई यो पूर्व गुरुहरूले अनि ज्ञान र दर्शनको विषयमा बताउनु भयो तर जे भए तापनि बुद्धको वचनलाई आदर सत्कार गरेर आफ्नो मार्ग दर्शाउनु भएको छ यो बौद्ध सिद्धान्तको कुरा गर्ने हो भने तल थेरावादमा हुने बौद्ध दर्शनहरू चाहिँ अलिकति तल्लो जाति हो हैन यसले पार गरेर मात्रै बुद्ध ज्ञान हासिल गर्नु पर्दछ भने विभिन्न कुराहरू रहेको छ अलि होच्याउने किसिमको त्यही कारणले गर्दाखेरि जे भए तापनि आफूले ज्ञानलाई सत्य ज्ञान के हो त्यसलाई आफूले बुझ्नु पर्दछ जे भए तापनि आफूले थेरावाद र यो महायानको दर्शन चाहिँ के हो भने बुझ्नु आफूले जान्नु अत्यन्त आवश्यकता छ त्यही कारणले गर्दाखेरि जस्तो सुकै आफूले सेकदेखि गरे पनि होइन आफू माध्यमिक भए पनि माध्यमिकको दर्शन स्वीकार गरे पनि विज्ञानवादको दर्शन स्वीकार गरे पनि जे भए तापनि त्यसको दर्शन सफा निर्मलसँग बुझ्नु अत्यन्त जरुरी छ कुनै माध्यमिकको कुराहरू सुनेर यो त विज्ञानवादको कुरा हो यो विज्ञानवादको दर्शन त्यति तल्लो तहको भनेर मान्छेले भनेको भरमा कसैले एउटा सानो किताब मात्रै पढेको भरमा यसरी गरे भने हामीले विज्ञानवादको दर्शन बुझ्दैनौँ जरैदेखि बुझ्नु गाह्रो हुन्छ त्यसै कारणले के हिसाबले तल्लो तहको दर्शनहरूलाई माथिल्लो तहको दर्शनले होच्याउनु खोजेको हो त त्यसको गुदी त्यसको सारहरू आफूले जान्नु बुझ्नु बुझेर मात्र यसरी हेर्छ भन्नु अत्यन्त जरुरी छ कसै एउटा उदाहरण राख्दाखेरि एउटा तिब्बतीयनलाई अलिकति हेप्ने होच्याउँदाखेरि होइन अनि हामीले पनि यो त होच्याउँदो रहेछ नराम्रो हो होला अर्को पछि हिँड्यो भने यो होच्याउनुको कारण किन होच्यायो त ज्ञानले गर्दा हो कि ज्ञान नभएर हो कि होइन त्यो थाहा हुँदैन किनकि अर्को पछिमा लैलैमा लाग्दाखेरि नै अरूले होच्यायो त्यही कारणले म नि होच्याउँछु भन्ने पछिको लैले लायो भने भित्र सार चाहिँ हामीले बुझ्नु सक्दैनौँ त्यसै कारणले गर्दाखेरि अनि हामीले यो बुझ्नुपर्ने हुन्छ कुन सत्य कुन असत्य त्यसै कारणले गर्दाखेरि बुझ्नु पर्दछ विज्ञानवादको दर्शन हामीले माध्यमिक दर्शनले होच्याए भन्दैमा नराम्रो दर्शन भन्ने बित्तिकै हामीले मन चिसो नगरेर किन भनेको रहेछ त भनेर यसरी हामीले त्यसको विषयमा एउटा ज्ञान फैलाउनको लागि यसरी बताउनु भएको हुँदाखेरि यस्तो कुराहरू हामीले बुझ्नु पर्दछ ngona chi semzambe keba suin bada semzambe shung khari mi tele sheba koram sheba matun shenda pashan semzambe sures lobin di semzamba re mare dusana र यो विज्ञानवादको दर्शनमा
अनेकन र धेरै गुरुहरू भएको हुँदाखेरि अनि अनि धेरै विद्वानहरू भएको हुँदाखेरि अनि कसैले अब विज्ञानवादको दर्शन हो कसैले होइन भने यसमा धेरै नै धेरै फरकहरू अनि आफ्नो सोचहरू आफ्नो त्यसमा विभिन्न लिखुटहरू अलिकता नमिलेको हुँदाखेरि अनि झन् हामीले पनि झन् यो भने बुझ्नु झन् गाह्रो हो त्यो भित्रमा पनि अब भनौँ न अनि यो बौद्ध विद्यालयमा अध्ययन गर्ने कुरामा यो गर्ने गुरुहरूलाई 3 किसिमको लक्षणको विषयमा बताऊ विषयमा के हो भने हामीले प्रश्न गर्यो भने 10 वर्ष अध्ययन गरेको बौद्ध भनौँ न महाविद्यालयमा अध्ययन गरेको बौद्ध भिक्षुहरूले पनि बताउनु गाह्रै हुन्छ हामी प्रायः जसो यो अध्ययन गर्ने अध्ययन कर्मीहरू हैन तल्लो तहको दर्शन माथिल्लो तहको दर्शन भन्नु हामीले एकदम खुसी मान्छौँ तर पनि कसरी यो तलमाथि भए त भने यसमा धेरै किसिमको आफ्नो मत आफ्नो सोच विद्वान पूर्व गुरुहरूले बताउनु भएकोले अहिले यसमा धेरै नै समस्या देखिरहेको छ त्यही कारणले गर्दाखेरि त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ विशेष गरी यस्तो खैला बैला नहुनुको लागि हामीले माध्यमिकको दर्शन चाहिँ जरादेखि बुझ्यो भने अनि अरू दर्शनको यो वैवस्यिक सौतन्त्रिक विज्ञानविकको दर्शनहरू पनि हामीले बुझ्न सक्ने यिनीहरू चाहिँ एक किसिमको अब वस्तु छ भने यो बोल्ने दर्शनहरूलाई पनि हामीले बुझ्न सक्छौँ र यो गहनताको विषयमा कुरा गर्ने हो भने यो मध्यमको एकदम गहनता हो तर यो विशालताको रूपमा भन्ने हो भने विज्ञानवादको दर्शन चाहिँ एकदम विशालता धेरै फैलावट भन्ने बुझ्नु पर्दछ र यो आधा घण्टाको लागि विश्राम राख्न गइरहेको छु आधा घण्टाको लागि मैले अगाडि बताए चाहिँ विज्ञानवादको दर्शन चाहिँ धर्म पक्षको विषयमा बोले पनि हालको अनि यो विभिन्न भौतिक संरचनाको विषयमा बोले पनि बताए पनि अनि विज्ञानवादको दर्शनमा अध्ययन गर्नु र त्यसमा प्र्याक्टिस गर्नु अत्यन्त महत्त्वपूर्ण देख्दछु भारत वंशमा चाहिँ बौद्ध धर्म चाहिँ अहिले क्रमै लोप हुँदै गएको छ जे भए तापनि सौतन्त्रिका विज्ञानवाद त्यस्तै गरी विभिन्न दर्शन 4 प्रकारको दर्शन जे भए तापनि पहिला जस्तो अनि फैलावट अहिले छैन बौद्ध धर्म दर्शन जे भए तापनि र एउटा राम्रो संजोग चाहिँ के छ त भन्दाखेरि भारत वंशदेखि चीनसम्म यो विज्ञानवादको दर्शन चाहिँ अटुट क्रममा गइरहेको छ र अहिले पनि यो क्रमै छ यसको विज्ञानवादको दर्शन विषयमा अध्ययन गर्ने धेरै भएको हुँदाखेरि हामीले अध्ययन गर्नु पर्यो भने यस विषयमा र विज्ञानवादको दर्शनमा हामीले अध्ययन गर्नु पर्यो भने चीन भाषामा रहेको र अनि जापान भाषामा रहेको यो विज्ञानवादको दर्शन अध्ययन गर्यो भने अत्यन्त खुलासा र स्पष्ट हुनेछ अहिले पनि यसको सिलसिलाहरू अत्यन्त राम्रो रहेको छ र एकदम प्रख्यातमा आएको चाहिँ अनि जापान रहेको छ भने र ठिक्क मध्यममा चाहिँ यो चीन भाषामा आएको छ र यसको विषयमा एकदम सूक्ष्म रूपमा चाहिँ म एकछिनपछि बताउने छु म धेरै अब यसको विषयमा बताउँदैन पछि चर्चा गरौँ ल
हामी हामीले यो विज्ञानवाद धेरै भन्दछौँ नि, तर हामीले अम्ल देखाउने कुनलाई देखाउने हो त? हामीले हामीले यो सामान्य रूपमा समग्रमा भन्दा पर्दाखेरि हामीले विज्ञानवाद भन्दाखेरि अनि यसको नामलाई चाहिँ हामीले विज्ञान विज्ञान विद्या भनेर नामकरण गरेको छ। यसलाई व्याख्या गर्नु पर्दाखेरि यसको अर्थ के हो त भन्दाखेरि अनि विज्ञानवाद भन्नाले चाहिँ मन बाहेक अर्को केही नभएको भन्ने बुझिन्छ। यो मन मात्रै भनेको चाहिँ भन्नुपर्दा यसको अलिकता विशाल त रूपमा बताउनु पर्दाखेरि अनि मनले देखावट मनको दृश्यलाई हामीले बुझ्नु पर्दछ र यसलाई विज्ञान पनि भन्दछ, मन पनि भन्दछ, चित्त पनि भन्दछ यसलाई। र यो यसको अब परेपछि शब्द एकै अर्थ लाग्नेलाई नै बुझ्दछ। यसको मूल यसको बुझाइ चाहिँ के हो त भन्दाखेरि विज्ञानवाद भनेको विज्ञान के हो त भन्दाखेरि विज्ञान एउटा चित्त बाहेक अर्को कुनै नभएको, अर्को वस्तुहरू केही नभएको भन्ने यसले बुझाउँदछ। हाल हामीले यसको अहिले विचार गर्दाखेरि अहिले हामीले के छ त भन्दाखेरि भित्री मन र बाहिरी दृश्यमय वस्तु चाहिँ अलिकति बेग्लै हामीले सोच गर्दछौँ। अनि बाहिरीको जुन देखेको दृश्य वस्तु चाहिँ मनभन्दा बाहिर, मनभन्दा बेग्लै अनि बाहिरबाट भित्र देखिने र मन भनेको चाहिँ फेरि जुन भित्रबाट बाहिर विभिन्न देख्नुलाई देखिने एउटा त्यस्तोलाई अनि बुझ्दछौँ। तर हामीले त्यही नै सोच्दछौँ र यसको सामग्री चाहिँ एकदम बेग्लै, बाहिरी दृश्य वस्तु र त्यो देखिने चित्त चाहिँ बेग्लै भने हामी छुटाउँछौँ। तर जस्तो गरी हामीले इन्द्रियले पाँच इन्द्रियलाई देख्ने होइन, यो विभिन्न पहाड, पानी, जल, नाला सबै मनदेखि भिन्नता, मनदेखि बाहिर, मन भन्दा अर्कै नै वस्तु हो, यो मन होइन, यो सत्यता छ, मन भन्दा पनि सत्यता छ भने मन र बाहिर देखिने वस्तु चाहिँ अनि बेग्लै हामीले विचार गर्छौँ। अनि हामीले के भन्दछौँ भन्दाखेरि बाहिर हिमाल पर्वत भएको कारणले नै हामीले अनि मनले देखेको हो भन्दछौँ। हामीले यस्तो लाग्छ नि होइन, बाहिरी केही वस्तु देख्दाखेरि त्यो भएर मैले देखेको हो भनेर होइन। अब ठुलो खोला नालामा, नदी नालामा अब पुल, झोलुङ्गे पुलहरू होइन, त्यस्तो देख्दाखेरि त्यो भएको कारणले पुल देख्यो भने मनले समझ्छ, सोच्दछौँ। र हामीले प्रायः सोच के हो त भन्दाखेरि अनि के सम्झिन्छ त भन्दाखेरि बाहिरी भएको कारणले गर्दाखेरि नै भित्री मनले पकडेको हो, ग्रहण गरेको हो भन्ने अनि सम्झिन्छौँ। त्यही कारणले यो हाम्रो शरीर, यो हाम्रो ज्यान नै हामी हो, अथवा यो ज्यानै म हुँ भन्ने सोच्छ नि हामीले होइन, किनकि यो शरीर भएर म भएको हो भन्ने सोच्छ नि। त्यही तर पनि यो 4 र 5औं शताब्दीमा चाहिँ के त्यो बेला एउटा के त्यो बेला देखिएको थियो त भन्दाखेरि
र यो 4 र 5औं शताब्दीमा चाहिँ अब बाहिरी संसार र भित्री मान्छे बेग्लै हो भने यसरी उहाँले सम्झिनु हुन थियो अरे, यसरी सोच नगर्थ्यो अरे, त्यसरी विचार नगर्थ्यो त्यो बेलामा। र उहाँहरूले एउटा एकदम अनि धेरै एउटा सन्देह र एउटा शङ्का के यसरी निष्कर्ष निकालेको थियो भन्दाखेरि उहाँहरूले धेरै अनुसन्धान र धेरै जाँच गर्नुभएको थियो। केमा जाँच गरेको थियो त भन्दाखेरि हामीले जति देख्ने यो दृश्यमय संसार सबै यो भ्रमितै हो, यो माया जाल हो। अनि बाहिर देखिने सबै जति भएको यो वस्तु भौतिक कुराहरू सबै जे भए तापनि यो सबै भ्रमित हो त, यो हामीले राम्रोसँग बुझेको छैन। अनि यस्तो विषयमा अनि बताउने अनि यो 3 र 4औं शताब्दीमा यसरी भारतमा समेत चर्चा भएको थियो। अनि यस्तो प्रतिपादन यसको विषयमा अनि बताउने पाल्नु भएको थियो गुरुहरू र यस्तो बताउने गुरुहरूले के भन्छ त भन्दाखेरि हामीले योगचारा विज्ञानवाद पनि भनिन्छ यसलाई, अर्थात् हामीले विज्ञानवाद अनि चित्तवादी हैन, विज्ञानवादी पनि भनिन्छ। अनि विज्ञानको विषयमा बताउने सिद्धान्त दार्शनिक पनि भनिन्छ यसलाई। र यस्तो दर्शनलाई सबै मनले मात्रै देखिएको हो, सबै मनको देखावटी हो, मनको दृश्य हो, मनले गर्दा यसरी आएको हो, यो सबै संसारहरू भ्रमित हो भने यसरी बोल्ने यसरी भाषिक अर्थात् यसलाई बताउने दार्शनिकहरू चाहिँ अनि विज्ञानवाद भनिन्छ। र यो विज्ञानवादको दर्शन चाहिँ सबै दृश्यहरू सबै विज्ञान मात्रै हो र यो मनबाट कुनै पनि बाहिर दृश्यहरू देखिएको यो मन भन्दा भिन्नता छैन भनेर बुझिन्छ। विज्ञानवादको मुख्य यसको बोल्ने मुख्य स्रोत चाहिँ यो रहेको छ। त्यही कारणले विज्ञानवादले के भन्नुहुन्छ भन्दाखेरि मनबाट भिन्नता, रूप, शब्द, स्पर्श हैन लगायत विभिन्न यो काम गुणहरू छैन, सबै यो मनको एउटा देखावट मात्रै हो भन्ने यसरी अनि विज्ञानवादले बताउने गर्दछ। बौद्ध दर्शनमा अनि र बौद्ध दर्शनमा जति प्रकारको यो दर्शन भए तापनि प्राय जसो समग्र हिसाबले बताउनु पर्दाखेरि यो विज्ञानको अनि विज्ञानवाद विज्ञानलाई वाचन गर्ने को सीमामा छुनु पुग्दछ सबै दर्शनको बौद्ध दर्शनको कुराहरुमा। त्यही कारणले यो बौद्ध दर्शनमा बौद्ध धर्ममा बोल्ने सबै कुरा यो सबै चित्तको कुराहरु, मनको कुराहरु, मनोज्ञानको आध्यात्मिक कुराहरु हुँदाखेरि त्यो भित्र सबै निकाल्दियो भने बौद्ध धर्म के हो हामीले खुलासा गर्न सक्दैन। त्यही कारणले गर्दाखेरि अनि चार प्रकारको बौद्ध दर्शनमा पनि विशेष गरी मनको ज्ञानहरु, आध्यात्मिक कुराहरु प्रायः बोलिरहेको छ।
त्यही कारणले गर्दाखेरि प्राय जसो अनि विज्ञानको कुरामा बोल्ने को एकदम दर्शन चाहिँ विज्ञानवादसँग एकदम नजिक रहेको छ। त्यही कारणले दुःखदेखि मुक्त गराई सुखमा पुर्याउने एउटा चित्तले गर्दछ। त्यो चित्तको विषयमा चाहिँ यो विज्ञानवादमा बताएको हुँदाखेरि यस्तो गर्नाले अनि के गर्नुपर्छ त भन्दाखेरि आफूले परिमोक्ष प्राप्त गर्नको लागि मनको दुःखलाई सुल्झाउँदै हल गर्दै हामी सुखमा जानको लागि चाहिँ मनको ज्ञान अर्थात् आध्यात्मिक हुन जरुरी छ। त्यही कारणले यो मनको प्रतिपादाहरू मनको विषयहरू अत्यन्त महत्त्वपूर्ण यो विज्ञानवाद दर्शनले दर्शाउँदछ। समग्र बौद्ध धर्ममै बताउनु पर्दा सबै समग्रमा बौद्ध धर्मको दर्शन बताउनु पर्यो भने त्यहाँको मुख्य स्रोत के हो त भन्दाखेरि अनि विज्ञानवाद अर्थात् विज्ञानवादको विषयमा बताउने दर्शाउने हो भने पनि गलत नहोला जस्तो मलाई लाग्छ। त्यसै कारणले गर्दाखेरि किन अलिकति भिन्नता हुनु पुग्यो भन्दाखेरि यो विज्ञानवादमा चाहिँ पुरा मन मात्रै चित्त विज्ञान मात्रै कुरा गर्ने भन्दाखेरि अलिकता भिन्नता हुनु पुगेको मात्रै हो, बोलाइमा हो। तर वास्तविकमा यही नै रहेको छ। सबै मनको ज्ञानहरू र पहिलादेखि प्राचीन कालदेखि नै अहिलेसम्म नै योगको विषयमा एकदम धेरै चासो रहने गर्दछ। र हामीले अहिले योगा भन्ने बित्तिकै यो हात खुट्टा चलाउने व्यायाम गर्ने कुरा होइन। योगा भने केले बुझ्नु पर्दछ भन्दाखेरि समाधि ज्ञानलाई अथवा ध्यान गर्नुलाई तपस्या गर्नुलाई नै हामीले यो योगा भन्ने बुझ्नु पर्दछ है। समाधि ज्ञान कस्तोलाई भन्दछ त भन्दाखेरि आफ्नो मनको स्वभावतालाई भित्री मार्गबाट एक राख्नु, गम्भीरता हिसाबले मनको ज्ञानलाई छान्नु, त्यो भित्र आफू रम्नु लिनु, त्यस्तोलाई योगा भन्दछ। त्यसै कारणले भारतवर्षमा प्राचीन कालदेखि नै समाधिको ध्यान अत्यन्तै नै प्रख्यात रहेको छ। त्यही कारणले गर्दाखेरि यो भारतवर्षमा उपनिषद भित्र के लेखिएको छ त भन्दाखेरि अनि उनीहरूले अनि ज्ञानको विषयमा गर्दाखेरि अनि यो पुरुष भने हुनुपर्दछ, अनि एउटा मालिक, एउटा आत्मा, महात्मा, परमात्मा भन्नु पर्दछ भने यसरी आफ्नो मत पनि रहेको छ उपनिषद भित्र। र समग्र बौद्ध धर्ममा चाहिँ आत्मा कहिले पनि स्वीकार गर्दैन, सबै अनात्मवादी रहेको छ। र समग्र बौद्ध दर्शनबाट चाहिँ बौद्ध धर्मबाट चाहिँ आत्मा स्वीकार गर्ने मतलाई चाहिँ जरादेखि नै यसलाई पन्छाउने गर्दछ। र बौद्ध चाहिँ अनात्मवादी र अरू उपनिषद अर्थात् जुन आत्मा स्वीकार परमात्मा स्वीकार गर्ने चाहिँ अलिकति निकै नै भिन्नता भएकोले त्यसमा अनि मतभेद मिल्दैन। त्यही कारणले बौद्ध दर्शनको वैभाषिक
देखि नै अनि आत्मा भन्ने हुँदैन, परमात्मा भन्ने हुँदैन भने यसरी अनि तल्लो तहको दर्शनदेखि नै भन्दै लेख्दै आएको छ। त्यही कारणले गर्दाखेरि भारतवर्षको दर्शनमा चाहिँ आत्मा भन्ने अनि आत्मा भन्ने एउटा मतभेदलाई अनि अनि संसार भनिने एउटा दर्शन आएको छ। अनि जुन हिन्दू दर्शनमा चाहिँ पहिला यो संसार भन्ने एउटा उहाँहरूले एउटा छ भनेको उहाँहरूले निकाल्नु भयो। त्यसै कारणले उहाँहरूले एउटा आत्मा भन्ने पनि एउटा विषय निकाल्नु भयो। अनि र उपनिषद लगायतका विभिन्न दर्शनहरूले चाहिँ अनि यो संसार भन्ने एउटा उहाँले बताउनु भयो। संसार भन्ने चाहिँ आत्मा भन्दा महत्त्वपूर्ण पनि होइन र एकदम सानो पनि होइन र संसार छ, संसारिक भन्ने यसरी उहाँले मत गर्नुभयो। त्यो चाहिँ बौद्ध धर्मले बौद्ध दर्शनमा चाहिँ संसार भने चाहिँ स्वीकार गर्दछ, समर्थन गर्दछ। त्यही कारणले अनि यसमा अलिकति के मतभेद मिलेको छैन भन्दाखेरि अनि बौद्ध धर्ममा चाहिँ एक किसिमको आत्मा छैन तर संसार छ भन्दा अलि नमिल्ने भयो। त्यसो भए आत्मा नभए संसार कसरी घुम्छ त? आत्मा छैन भने बौद्ध धर्ममा तर पनि संसार घुम्छ भन्यो भने यसरी कुरा आउँदाखेरि यसको अनि यसलाई हटाउने आफ्नो मत राख्नेलाई अलिकता समस्या आउने हुँदाखेरि अनि यो बीचमा अनि मतभेद भिन्नता छुटाउनको लागि अनि समस्या हुँदाखेरि अनि यसको विषयमा अनि यो मतभेद भिन्नता होइन भने अनि यो बौद्ध दर्शनभित्र चाहिँ एकदम जरैदेखि यसलाई बताएको छ कि आत्मा नभए तापनि संसार छ भने यसरी मतभेदलाई चाहिँ हटाएर अनि यसरी पूर्व दार्शनिक गुरुहरूले यसरी बताउनु भएको छ। त्यसै कारणले यो विज्ञानवाद दार्शनिक गुरुहरूले आत्मा छैन संसार छ भने कसरी छुटाउनु भएको छ त भन्दाखेरि मनको विषयमा बताउने बेलामा यो 5 प्रकारको विज्ञानहरू बताउनु भएको छ हैन। यो स्थूल अर्थात स्थूल यो विज्ञानहरू चाहिँ यो संसारदेखि आएको हुन्छ हैन, यो स्थूल रहेको छ र सूक्ष्म विज्ञानहरू चाहिँ आलयबाट, आलय भन्दा चाहिँ सबै उत्पत्ति हुने स्रोतलाई आलय भनिन्छ, यसलाई कुन्सी भनिन्छ, त्यसलाई चाहिँ सूक्ष्म विज्ञान भनिन्छ। त्यही कारणले यो विज्ञानवादले चाहिँ अनि स्थूल विज्ञान त्यसै गरी सूक्ष्म विज्ञान दुई प्रकारको बताएको छ। र अन्तिम निष्कर्ष नाम राख्ने मुख्य ठाउँ चाहिँ के हो त भन्दाखेरि अनि आलय हो भन्ने बताउँछ। त्यही कारणले यो संसारको मुख्य स्रोत नै यो आलय पुगेको छ भने आलयमा उहाँले नाम राखेको हुँदाखेरि यसरी व्यवहार त्यहाँ छुट्याएको हुँदाखेरि अत्यन्त राम्रो उहाँले अनि मतभेद अनि भिन्नता नभएको छुटाउनु भएको छ। र यो अब आलयको विषयमा म पछि चर्चा गर्नेछु। आलय भनेको के हो भने यसको विषयमा म बताउने छु। र यो आलय भनेको चाहिँ एक किसिमको यो
साधारण यो विद्यालय जाँच गरेर मात्र नभएर युग प्रत्यक्ष प्रमाणबाट यो आध्यात्मिक भित्री आध्यात्मिकबाट देखेर यो सबै 제도버로 중요해 버렸어. भनेको यो बाहिरी सानोतिनो विद्यालय जाँच गरेर मात्रै भनेको होइन भने यसरी विज्ञानवादले बताउनु भएको छ। त्यही कारणले गर्दाखेरि यो र यसमा ठुलो एउटा प्रश्न छ कि र यो फिलोसफी अर्थात् लक्षणवादी प्रश्नवादीले प्रश्न के गरेको छ भन्दाखेरि आत्मा र संसार कसरी छुटाउनु सक्छ त भन्दाखेरि प्रश्न गर्दाखेरि विज्ञानवादले के भन्नुभयो भन्दाखेरि सबै यो आलयबाट उत्पन्न भएको हो भने राम्रो उत्तर दिनुभएको थियो भने यसरी बताउनु हुन्छ पूर्व गुरुहरूले। त्यसै कारणले र यसलाई आलय प्रतीत्य समुत्पाद चाहिँ कसरी भयो त यो प्रतीत समुदायसँग सम्बन्ध म पछि बताउनु छु। जति भएको यो संसारको जति भएको दृश्यमा यो संसार कहाँ छ त देख्ने स्रोत कहाँ छ त भन्दाखेरि त्यसको मुख्य स्रोत चाहिँ आलय हो। यो सबै संसारको बीज चाहिँ के हो त भन्दाखेरि यो आलयभित्र हो भनेर आलयभित्र नै छ भनेर यसरी बताउँदछ। र यो आलयले गर्दाखेरि विभिन्न यो संसारहरू देखिने विभिन्न यो वासनाहरूसँग लीन हुने र यो कारण र फलहरू विभिन्न यो एकदेखि अर्कोमा आधारित हुने विभिन्न यो सबै धर्महरू दृश्यहरू यो आलयबाट मुख्य उदय भएको हुँदाखेरि सबै यो संसार देखाउने नै यो आलयबाट निस्किएको हो उदय भएको हो भन्ने यसरी रहेको छ। त्यही कारणले गर्दाखेरि अनि यो विज्ञानवादले चाहिँ अनि नयाँ नवीन नवीन विज्ञानहरू र अनि एउटा राम्रो दर्शन उहाँले दर्शाउनु भएको छ। के हो त भन्दाखेरि अनात्माको दर्शन र सबै मनको स्वभावता यसरी बताउनु भएको हुँदाखेरि र विज्ञानवादमा अब अनुसन्धान गर्दाखेरि अनि अन्तिम निष्कर्ष पाउनुपर्ने मुख्य लक्ष्य के हो त छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्नु अत्यन्त आवश्यक देख्दछु। विज्ञानवादले चाहिँ बाहिरी वस्तु मनबाट भिन्नता मनदेखि बाहिर भएको कुनै दृश्यहरू चाहिँ वस्तुहरू चाहिँ छैन भने उहाँहरूले समर्थन गर्नुहुन्छ। बाहिरी संसार नभए तापनि अर्थात् बाहिरी कुनै मन बाहेकको बाहिरी दृश्य नभए तापनि दृश्य देख्ने एउटा चित्त चाहिँ छ है भने यसरी विज्ञानवादको दर्शनले दर्शाउँदछ। र यो नमजुम्बा भन्ने अर्थात् विज्ञान असत्यवादले चाहिँ बाहिरी देख्ने दृश्य पनि सत्य त छैन भने त्यो छँदै छैन तर पनि त्यो दृश्य देख्ने चित्त पनि सत्य त छैन यो सबै भ्रमित हो भन्ने यसरी माथिल्लो तहको विज्ञानवादले पनि बताउँछ। त्यही कारणले विज्ञानवादमा पनि अब बाहिरी वस्तु छैन मनदेखि तर मन तै छ भने मनलाई सत्यता र ग्रहण त्यसमा आफूले ग्रहण गर्यो भने त्यसमा समात्यो भने पक्ड्यो भने अझै पनि कुनै संसारको गहिरोतिर डुबेको छ भौतरेको छ भने बुझ्नु पर्दछ। त्यसै कारणले गर्दाखेरि यसलाई यो विज्ञानवादमा पनि विभिन्न विज्ञानलाई पनि
सत्यता र असत्यता स्वीकार गर्ने दुई प्रकारको वाद भएको हुँदाखेरि अनि यो दुवैले के बताउनु खोजेको छ त भन्दाखेरि अनि मन के हो मनबाट कसरी बाहिर हामीले दृश्यहरू देख्न सक्छौँ मनको स्वभाव त के हो भने यसरी हामीले जाँच गर्दै 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 अनि हामीले निष्कर्ष के हो भने अनि हामी मोक्षमा पुग्नुको लागि अत्यन्तै हामी नजिक पुग्ने हुँदाखेरि अनि ध्यानमा एकदम लीन हुनु सजिलो र एकदम सहायता हुने हुँदाखेरि अनि अनि मनको ज्ञानलाई बुझाउँदछ त्यही कारणले मन मात्रै छ चित्त मात्रै छ विज्ञान मात्रै छ भने यसरी सोचिराख्यो भने चाहिँ हामी यो सिद्धान्तमा मात्रै डुब्ने हुन्छ त्यही कारणले अनि मनको बल मनको विभिन्न विषयहरू मनको स्वभाव त यसरी आफूले बुझ्यो भने अनि बल्ल हामीले यो ध्यानमा हामी लिन हुन सक्छौँ बल्ल ध्यानदेखि मुक्त हुन सक्यो भने मात्रै हामी अनि यो विज्ञान असत्यवादमा हामी पुग्दछौँ त्यही कारणले अनि हामीले अनि यो दुवै सिद्धान्तलाई हामीले शिरमा राखेर मनको स्वभाव त के रहेछ मनको वास्तविक के रहेछ मनको गुदी के हो मनको सार के हो हामीले यसरी अनि हामीले अध्ययन गर्यो यसलाई अनुसन्धान गर्यो यसलाई परीक्षण गर्यो भने अनि अनि बल्ल हामीले विज्ञानवादको दर्शन के रहेछ विज्ञानवादको सिद्धान्त के रहेछ हामीले छर्लङ्ग बुझ्न सक्दछौँ त्यही कारणले यसको लक्ष्य के हो त भन्दाखेरि वास्तविक के हो व्यवहार के हो यो छुटाउन सक्दछौँ जब तक हामीले वास्तविक र व्यवहार छुटाउन सक्दैनौँ संसारमा हामी भौतरिरहन्छौँ दुःख पाइरहन्छौँ त्यही कारणले संसारमा नभौतरिनको लागि विज्ञानवादले अनि यो सांसारिक अर्थात् व्यवहार र अनि यो वास्तविक छुटाउनको निम्ति नै यो विज्ञान सबै विज्ञान मात्रै हो विज्ञान बाहेक केही छैन भनेर यसरी बताउन खोजेको त्यही कारणले चीनमा पनि एक किसिमको अनि चीनमा यसलाई के प्रख्यात छ त के भन्छ त भन्दाखेरि यसलाई अनि व्यवहार र वास्तविकता छुट्याउने यो सिद्धान्त हो चीनमा यसरी प्रख्यात अर्थात् यसलाई भन्दै र यसलाई प्रख्यातमा छ भन्दै आएको छ यसरी तावादा जुदा कदे मिने ते जुबा न्यामले या जी खासुरे जेबा सोथुको आदि शिवजी केसम बरु हामी बौद्ध मार्गी भइसकेपछि जसोसुकै सिद्धान्त हामीले स्वीकार गरे पनि सुने पनि साधना हुनु अत्यन्तै आवश्यकता पर्दछ जस्तोसुकै सिद्धान्त भए तापनि जस्तोसुकै मार्गहरू भए तापनि भित्री दर्शन साधना हुनु अत्यन्त जरुरी छ र मनको स्वभाव त बुझ्नको लागि अत्यन्तै लाभदायी फाइदा हुने रहेको छ भने अनि मनको पीडालाई हटाउन सक्दछ त्यही कारणले साधना अभ्यास साधना अध्ययनमा अत्यन्त प्रचुर नभई नहुने विद्या यो विज्ञानवादको ज्ञानले दर्शाउँछ एउटा सामान्य विज्ञानवादको दर्शन मात्रै नभई बौद्ध धर्मको समग्रको एउटा मनको ज्ञानलाई पनि बुझाउँदछ र हामीले यो समाधि ध्यानलाई अनि हामीले अनि ध्यान लागिसकेपछि भित्री ज्ञानमा लीन भइसकेपछि अनि बाहिरी संसार भित्री वास्तविकता के हो भनी छर्लङ्ग बुझ्न सक्छौँ त्यही कारणले बाहिरी व्यवहार र
भित्री वास्तविक कुरा के हो छर्लङ्ग बुझ्न लागि यो राखिएको यो सिद्धान्त हो यो विज्ञानवाद भनेको चाहिँ हो त्यही कारणले यो र यसको विषयमा विज्ञानवाद भने के हो भने यसको विषयमा मैले यसै थोरै क्रममा मैले बताएँ र यसको विषयमा अब अनि विज्ञानवादको एउटा इतिहास बताउनु पर्ने हुन्छ त्यो बताउनु लागि पनि अब बौद्ध धर्मको इतिहास थोरै बताउनु पर्ने हुन्छ अनि बौद्ध धर्म बताउने गरौँ भने अनि बौद्ध भगवान गौतम बुद्ध धर्म कसरी फैलायो भने अनि मैले अस्ति बर्खा मासको यो मैले बताइसकेँ अनि बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि अनि दुई प्रकारको मतभेद भएर आएको थियो वैभाषिकमा अनि मतभेद नमिलिसकेपछि दुई प्रकारको मतभेदहरू भएको थियो Neden berlaku aja karena tak pada neden deson lapa gambar macam macam kau tu tawa capo ya macam suigung tawa capo ya tizuki coci harus telia neden beda berlaku harus tapi ni jundo toa la gawe ya tendegi ini coci स्थिर भने किसिमको एउटा दुई प्रकारको महासंघिका र स्थापिरा दुई प्रकारको अनि भेदहरू भएको थियो अनि अर्को चाहिँ एक किसिमको यो अवत मसक भने चार प्रकारको यो अनि चार प्रकारको भेदमा यो छुटिएको थियो र अनि भगवान बुद्ध अनि परिनिर्वाण भएर यसरी चार प्रकारको मुख्य भिन्नता छुटिएको थियो मतमा अनि प्रायसो मतहरू मिलिरहेको थियो भने बीचबीचमा चाहिँ अनि दुई टुक्रा छुटिसकेपछि अनि विभिन्न यसमा मतभेदहरू अनि छुटिएको थियो अनि अनि यसमा स्थविर त्यस्तै गरी अब यो महासंघिका विशेष यो दुई प्रकारको थियो र यो भित्रमा पनि 18 वटा विभिन्न मतभेदहरू छुटिएको थियो यसलाई चाहिँ हामीले अब चार प्रकारको यो भेद बाट यो विशेष 18 भेद छुटेको हुँदाखेरि यसलाई चाहिँ हामीले आंशिक विषय भने यसरी बताइन्छ यो चार भेदबाट पनि 18 भेद छुटिनुको मुख्य कारण चाहिँ के हो त भन्दाखेरि अनि यो संघ बौद्ध संघको अनि आफ्नो मतहरू आफ्नो सोचहरू विचार विमर्श ज्यादा आफ्नो भएको र यसको वंशहरू र आफ्नो यसको सम्प्रदायहरू बेग्लै बेग्लै भएकोले अनि विभिन्न भेदहरू छुटिएको थियो
यसमा विशेष गरी दुई निकाय रहेको छ एउटा स्थावर निकाय अर्को महासङ्घी निकाय दुई प्रकारको निकाय छ विशेष गरी र यहाँदेखि फैलिँदाखेरि अब 18 वटा निकायहरू भएको थियो र त्यो बेला चाहिँ एक किसिमको निकायको शताब्दी यो बेला चाहिँ थेरावादाको समय थेरावादाकालीन भन्ने बुझ्दछौँ त्यही कारणले बुद्ध परिनिर्वाण हुनु भएर 4 प्रकारको निकायहरू छुटिएको थियो उत्पन्न भएको थियो त्यो भित्रमा पनि अब पहिला स्थावर निकाय त्यस्तै गरी अन्तिममा अब यो महासङ्घी निकाय विशेषता मान्दछ भन्दाखेरि यो भित्रमा पनि 18 वटा निकायहरू छुट्याएको हुँदाखेरि त्यो बेलामा के नाम राखिएको थियो त भन्दाखेरि थेरावादाकालीन र निकायकालीन निकाय शताब्दी भन्ने यसरी भनिन्छ र यो हिनायाना भन्ने अथवा थेरावादा भन्ने यसलाई कसले भन्ने नाम राखिएको त भनेर भन्दाखेरि यो महायानाहरूले नि नामकरण राखिएको हो किन त भन्दाखेरि अब अनि यो किन राखिएको त भन्दाखेरि एक किसिमको अब उनीहरूको सिद्धान्त धेरै नै फरक भएकोले अनि एक किसिमको तिमीहरू चाहिँ अलिकता तल्लो तहको सिद्धान्त हो भन्ने यसरी भएको थियो यसरी मतभेद भएको थियो त्यही कारणले गर्दाखेरि अहिले हाम्रो यो समाजमा हेर्दाखेरि एक किसिमको सर्वकायानालाई अब हिनायाना भन्दाखेरि अलिकता तल्लो तहको यान हो भन्दाखेरि अलिकता कस्तो महसुस हुन्छ त्यही कारणले अनि अरूले पनि फेरि महायाना अलिकता भनौँ न अलिकता होच्याउने शब्दहरू बोल्दाखेरि अलिकता आफूले कस्तो अखुसी अनुभव भएको जस्तै यसरी होच्याउनु चाहिँ राम्रो देखिँदैन 매바차네 아니 뒤럽 사바 충분 뒤럽 사바데 가르를 라베입니다. 디보시미 뒤럽 사도 충분 र यो प्राचीन कालमा चाहिँ यो निकाय चाहिँ अन्त भएको थियो विक्रम सम्वत यो ईस्वी सम्वत भन्दा पनि अगाडि पहिलो शताब्दीमा यो अन्त भएर दोस्रो नयाँ शताब्दीमा चाहिँ महायाना भन्ने यसरी फैलिएको थियो बौद्ध धर्मलाई चाहिँ बौद्ध धर्मलाई व्याख्या गर्नको लागि त्यसको बयान गर्नको लागि चाहिँ यसको माने यो हो यसको अर्थ यो हो भनी अनि बताउनको लागि विशालता रूपमा अनि यो बताउनको लागि चाहिँ यो थेरावादाहरूले चाहिँ विभिन्न अनि यसको विशालता रूपमा अनि बयान र लेखोट यो थेरावादमा भएको हुँदाखेरि अनि यो बौद्ध धर्मको विशालता धर्मलाई चाहिँ एकदम फैलावट गर्नको लागि बुझाउनको लागि चाहिँ अनि अभिधर्म भनी नामकरण गरिएको छ त्यही कारणले यो अभिधर्म भनेको चाहिँ हामीले यो त्रिपिटकमा अभिधर्म पिटक भनेको अनि जस्तै हो यो अनि जर्मनको एउटा बौद्ध धर्ममा अनुसन्धान गर्ने
अनुसन्धानवाला विद्वानले भनाइमा चाहिँ उहाँको भनाइमा के छ भन्दाखेरि यो थेरवाद गुरुहरू चाहिँ एक किसिमको बुद्ध धर्म भन्ने के हो भने यसको विषयमा बताउनुको लागि यसको व्याख्या गर्नुको लागि चाहिँ धेरै भन्दा धेरै नै अनि उहाँहरूले दुःख गर्नुभएको एक किसिमको धेरै मेहनत गर्नुभएको त्यसरी गर्नुभएको एउटा भन्ने विद्वानहरूले बताउनुहुन्छ। अनि यो थेरवादभित्र लेखिएको विभिन्न कुरामा चाहिँ बौद्ध धर्म भन्ने के हो दर्शनमा अनि विभिन्न दर्शन विभिन्न बौद्धको ज्ञानहरूलाई भित्र यसमा अनुसन्धान गर्दै अनि प्राणी हितको लागि र मोक्षको लागि उहाँहरूले त्यति चासो गर्नु भएन। त्यही कारणले गर्दाखेरि आफू अनि त्यस्तो आउँदा पछि अन्तिममा के पुग्यो भन्दाखेरि अनि आफू मात्रै एउटा मोक्ष प्राप्त गर्नुको लागि अध्ययन गर्ने त्यस्तोमा छुन पुग्यो। त्यही कारणले गर्दाखेरि आफू मात्रै अनि मोक्ष प्राप्त गर्ने मुख्य अनि मार्ग बन्नु गयो। अनि बुद्ध वचनलाई अनि दर्शनमा कसरी दर्शाउने भने त्यसको विषय मात्रै अनुसन्धान चर्चा गर्ने त्यसरी अनि धेरै ज्यादा गएको हुँदाखेरि अनि प्राणी हितको कल्याण गर्ने र सबै प्राणीहरूले समयक्षम बुद्ध ज्ञानमा लगाउने भने उहाँले त्यति अब सोच लगाउन सक्नु भएन, किनकि सधैँ नै बौद्ध धर्मको दर्शन प्रति मात्रै उहाँको सोच गएको हुँदाखेरि त्यसरी हुनु पुगेको हो। अनि किन त भन्दाखेरि उहाँहरू चाहिँ अब जुन बौद्ध धर्मलाई कसैले अब एक किसिमको अब मतभेद गर्दाखेरि भिन्नता बोल्दाखेरि त्यसमा चाहिँ अब एक किसिमको त्यसको अब मतलाई छुटाउनको लागि सुल्झाउनको लागि त्यसकै विषयमा बताउँदै अनि समय बितेको हुँदाखेरि प्राणी हितको लागि काम गर्नु नभएको र आफू मात्रै मुक्ति हुनुको बाटोमा लागेको हुँदाखेरि अनि त्यस्तो भएको हुँदाखेरि अनि हिनयाना अनि अब महायानहरूले अनि त्यसरी बताउँदछ। त्यही कारणले महायानहरूले के बताउनुहुन्छ त भन्दाखेरि बुद्धले बौद्ध धर्म फैलाउनु भएको मुख्य कारण चाहिँ अनि यो दर्शनको विषय मात्रै यो चर्चा गर्दो रहेछ। यो राम्रो होइन, बौद्ध धर्म भनेको प्राणी कल्याणको लागि यो फैलाउने हो, त्यो निक्लेको छैन रहेछ भने यसरी अनि मायानीहरूले अनि हिनयानाहरूलाई अनि यसरी होच्याउने गरेको हो। त्यही कारणले त्यहाँदेखि नै यो महायाना हिनयाना भने उदय भएको हो। महायानको यो दर्शनको विषयमा भन्नुपर्दाखेरि महायानीमा दुई प्रकारको दर्शनहरू रहेको छ। अनि यो प्राज्ञा पारमिता सूत्र र दुई प्रकारको सूत्र रहेको छ। अनि चीन एउटा बौद्ध गुरुले चाहिँ अनि के लेख्नु बौद्ध महायानी भने
बौद्ध धर्ममा पनि यो महायान भनेको के हो त भन्दाखेरि दुई प्रकारको रहेको छ। दुई प्रकारको दर्शन बाहेक अरू अरू केही छैन भनेको छैन। त्यो के हो त भन्दाखेरि एउटा चाहिँ मध्यमिका हो, अर्को चाहिँ योगचार हो भने यसरी दुई प्रकारको बताउनु भएको छ। र यो मध्यमिकालाई चाहिँ स्वभाव स्वभाव चाहिँ शून्यता अनि सबै दृश्य चाहिँ मायाजाल हो भन्ने बताउनु भएको छ भने अनि सबै योगाचारलाई चाहिँ सबै चित्तबाट मात्रै उदाएको हो भने दुई प्रकारको अनि बौद्ध दर्शनहरू अनि बताउनु भएको छ यो चीन गुरुले। हामीले यसलाई उमापालाई चाहिँ मध्यमिका भनिन्छ, मध्यमका, र यो नल्जे चोपापालाई चाहिँ योगचार भनिन्छ। पछि पछि चाहिँ अब यो पछि पछि चाहिँ यो महायानीमा चाहिँ दुई प्रकार मात्रै तीन प्रकारको सिद्धान्त रहेछ भने आएको थियो। एउटा के हो त भन्दाखेरि विज्ञानवाद पनि आएको थियो। त्यो त्यसमा पनि अब यो सुगता गर्भ भएको सुगता गर्भ सबैमा छ भन्ने अनि बताउने सिद्धान्त पनि आएको थियो। र समग्रमा बताउनु पर्दाखेरि बौद्ध धर्ममा चाहिँ दुई प्रकारको सिद्धान्त, एउटा मध्यमका, अर्को चाहिँ विज्ञानवाद भन्ने बुझ्नु पर्दछ। र पछि आएर कसैले अब यसमा फेरि सुगता गर्भ वादी भन्ने पनि आएको छ। र यो सेन्दोङबा भन्ने पछि अनि यो मध्यम कले पनि अनि मध्यमा के भन्दा पनि हामी माथिल्लो तहको हो भन्ने यसरी अनि बताएको छ। यसरी भनाइ पनि छ। र यो आर्य नागार्जुनले यो मूल प्राज्ञामा प्राज्ञा पारमित्र भित्र अनि लेखिएको कुराहरू चाहिँ फेरि यो अनि पर शून्यता मध्यमिकले चाहिँ यो स्वीकार गर्दैन। र यसमा निकै नै समस्या निकै नै छ। जे भए तापनि एउटा मध्यमको एउटा स्रोत चाहिँ एउटा नागार्जुन भएकोले त्यसलाई हामीले स्वीकार गर्नुपर्ने हो। विभिन्न यो अब त्योसँग मिलेन भने समस्या निकै आउने हुँदाखेरि नागार्जुनद्वारा रचना गर्नुभएको मूल प्राज्ञा पारमिताभित्र त्यो स्वीकार गरेन भने अलिकता भिन्नता र यो सेन्दोङ भनिने एउटा मध्यमिक समस्या भएकोले बरु त्योभन्दा बरु आफू यो सुगता गर्भवादी हो भने बरु समस्या नआउला भन्ने लाग्दछ। त्यही कारणले आज यसको विषयमा धेरै पछि बताउँला। आज यसको विषयमा थोरै पछि चर्चा गर्नेछु। जे भए तापनि विज्ञानवाद र चित्तवाद एकै नै हो र यो योगचार र विज्ञानवाद अलिकता फरक छ। यो विज्ञान मात्रै हो भने चाहिँ उनीहरूको एउटा समर्थन गर्ने स्वीकार गर्ने एउटा मुख्य स्रोत हो। यसलाई चाहिँ अब हामीले यसलाई संस्कृतमा चाहिँ यसलाई विज्ञप्ति भन्दछ। विज्ञप्ति अथवा विज्ञानलाई अब अध्ययन गर्ने विज्ञानको विषयमा वाद गर्नेलाई अब हामीले विज्ञप्ति भन्दछ। यो विज्ञान मात्रै हो भने
vinyapati sade number riba sam su na do just dingu na no number riba sam sa sidi मार चाहिँ अनि दोष समझतो र यो बौद्ध शास्त्रमा चाहिँ विज्ञानवाद विज्ञान विज्ञप्ति भने यसरी बौद्ध शास्त्रमा उल्लेख गरिएको छ र त्यही कारणले यो विज्ञप्ति भनेको चाहिँ के बुझिन्छ त भन्दाखेरि सबै धर्महरू मनको स्वभावता मात्रै हो मनको देखाइ मात्रै हो भन्ने बुझिन्दछ त्यही कारणले सबै धर्महरू चाहिँ विज्ञान मात्रै हो भन्ने यसरी बोल्ने वा यसलाई वचन गर्नेलाई विज्ञानवाद भनिन्छ त्यही कारणले यो सिद्धान्तलाई ग्रहण गर्नेलाई चाहिँ हामीले विज्ञानवाद भनिन्छ विज्ञानवाद त्यही कारणले यो चीनमा चाहिँ योगचारा भन्ने धेरै नै नाम प्रचार छ भने यो भोटको विद्वानहरुमा चाहिँ यो विज्ञानवाद भनिने धेरै चर्चा छ त्यही कारणले गर्दाखेरि विज्ञानवाद भनेको चाहिँ यो सिद्धान्तको नाम रहेको छ भने योगचारा भनेको चाहिँ भित्री यसको अब ज्ञानलाई बुझ्दछ उदाहरण राख्दाखेरि प्राज्ञ मूल प्राज्ञ पारा मूल प्राज्ञ पारमिता यसलाई बताउने गुरुहरुको चाहिँ त्यो भित्र के शून्यता बारेमा सुनेको छ त्यही कारणले शून्यतावाद भनिन्छ यसलाई शून्यतावाद भनिन्छ भने अनि सबै धर्महरु अनेक किसिमको चित्तदेखि बाहिर छैन सबै मनकै देखाइ हो परछाइ हो भने यसरी बताउनेलाई चाहिँ विज्ञानवाद भनिन्छ त्यही कारणले गर्दाखेरि विज्ञानवाद र यो योगचारा भन्ने यसरी हामीले बुझ्नु पर्दछ अनि विज्ञानवाद भनेको चाहिँ यो विज्ञानको सिद्धान्त स्वीकार गर्नलाई बुझ्नु पर्दछ र आज यतिमै म विश्राम राख्न चाहन्छु भोलि फेरि जारी नै छ एउटा जानकारी गर्न चाहन्छु हाम्रो यो विभिन्न कैची समुदाय गुम्बाहरुमा चाहिँ एउटा प्रोजेक्टर र प्रोजेक्टर गुम्बामा अहिले तपाईहरुले पाउनु भएको छ त्यो चाहिँ नि दानदाता अनि थाइवानबाट तपाईहरुलाई यो प्राप्त भएको छ अनि 10-12 जना विभिन्न यो दानदाताहरुको अनि समूहले अनि दान गर्नु भएकोले अनि विभिन्न गुम्बा सम्प्रदायहरुमा कैची भनौं न कैची सम्प्रदाय गुम्बाहरुमा चाहिँ विभिन्न अनि एक एउटा प्रोजेक्ट दिन सफल भएको छौं त्यही कारणले हामी सबै यो उनीहरुलाई अनि सबैलाई अनि प्रार्थना छ कि सबैलाई अनि रोगले नचापोस् सुस्वास्थ्य होस् दीर्घायु होस् भन्ने अनि प्रार्थना गरिदिनु हुन उहाँको लागि अनुरोध गर्दछु लासो अब अन्तिमको अनि वन्दना पाठ गर्नेछौं Dagi sunan taye kanto
Jagan